आज हामी इलेक्ट्रॉनिक कन्फिग्रेशन बारे डिस्कस गर्छौं जसमा एटॉमिक नंबर 1 to 30 सम्म हामीले हेर्छौं र यो इलेक्ट्रॉनिक कन्फिग्रेशन केही रुलमा बेस्ड छ जस्तो कि अफबाउ प्रिन्सिपल, होम्स रूल अफ मैक्सिमम मल्टिप्लिसिटी, n + l रूल। यो रुलहरुबारे पहिला नै हामीले डिस्कस गरिसकेका छौं। यदि यसलाई हेर्न चाहनुहुन्छ भने यसैको डिस्क्रिप्सन बक्समा यसको लिंक दिएको छ। र यहाँ अब हामीले इलेक्ट्रॉनिक कन्फिग्रेशन एटॉमिक नंबर 1 to 30 यसलाई गर्नको लागि हामीले यो भन्दा अघि अफबाउ प्रिन्सिपल जुन पढेका थियौं यसमा एनर्जी जुन सेलहरु छन् त्यो एनर्जी सेल सबसेल यसको सिक्वेन्स दिएको छ लोअर एनर्जी लेभल टु हाई एनर्जी लेभल। यसलाई हामीले बुझ्नु पर्ने हुन्छ 1s 2s 2p 3s 3p 4s 3d 4p 5s। यो एनर्जी आर्डर को एउटा सिक्वेन्स छ जुन कि लोअर एनर्जी लेभल देखि हायर एनर्जी लेभल मा यो अरेन्ज गरिएको छ। यो जुन सिक्वेन्स छ यो सिक्वेन्सलाई हामीले कसरी लेख्ने, यसलाई लेख्नको लागि हामीले यो s sp spd spdf s यो भन्दा अघि पनि हामी लेख्न सक्छौं 1 2 2 3 3 4 4 4 4 5 जुन माथि हामी लेखेका छौं यो सिक्वेन्समा यसको इंक्रीजिंग ऑर्डर ऑफ एनर्जी यही सिक्वेन्समा लेखिएको छ। यसरी यो लेख्नको लागि हामीले यो डायग्रामलाई बुझ्ने पहिला 1s त्यसपछि फेरि के छ 2s 2s पछि फेरि के छ 2p त्यसपछि 3s अनि त्यस्तै गरेर 3p 4s 3p 4s अनि त्यसपछि 3d 4p 5s 3d 4p 5s। यसरी चाहिँ हाम्रो यही 30 यो 3d मा आएपछि हाम्रो एटॉमिक नंबर यो 30 सम्म के हुन्छ इलेक्ट्रॉनिक कन्फिग्रेशन पूरा भइहाल्छ। तो यो अफबाउ प्रिन्सिपलले के भनेको छ इलेक्ट्रॉन्स fill in the lowest energy level first then move to higher energy level। पहिला इलेक्ट्रॉन के हुन्छ लोअर मोस्ट एनर्जी लेभल मा जान्छ त्यसपछि बिस्तारै बिस्तारै के हुन्छ हायर एनर्जी लेभल मा जान्छ। र यो जुन आर्डर यसको बनाइएको छ यो n + l रुल मा छ जहाँ n प्रिन्सिपल क्वान्टम नंबर l चाहिँ हाम्रो एजिमुथल क्वान्टम नंबर। यही n + l को भ्यालु जोडेर हाम्रो चाहिँ के हुन्छ यो नोटेसन सबसेलको नोटेसन आउँछ। यहाँ हामीले यसरी 1s 2s 2p 3s 3p 4s 3d 4p 5s एन्ड सो अन माथि हामी लेख्न सक्छौं। र अर्को एउटा हामीले रुल पढ्यौं होम्स रूल अफ मैक्सिमम मल्टिप्लिसिटी। यो होम्स रूल अफ मैक्सिमम मल्टिप्लिसिटी ले के भनेको छ कि इलेक्ट्रोन्सलाई हामीले जुन spdf जुन सबसेल हुन्छन् त्यो सबसेलमा इलेक्ट्रोन पहिला हामीले सिंगली पैरेलल स्पिन में भर्छौं त्यसपछि बिस्तारै बिस्तारै के हुन्छ यो पेयरिङ अफ स्टार्ट हुन्छ। यी सबै रुललाई हामीले यहाँ समग्र रूपमा यस इलेक्ट्रॉनिक कन्फिग्रेशन पढ्छौं। तो यहाँ हामीले एटॉमिक नंबर 1 देखि स्टार्ट गर्छौं जुन कि हाइड्रोजन। यो हाइड्रोजन में हामीले 1s1 यो जुन spdf छ spdf इसको मैक्सिमम इलेक्ट्रॉन होल्डिंग कैपेसिटी 2 इसको 6 इसको 10 इसको 14। तो 1s1 एउटा मात्र यहाँ छ यसको इलेक्ट्रॉन त्यसले गर्दा 1s1
हामी यसको बक्स डायग्राम हेर्छौँ तो यसमा इलेक्ट्रोन के हुन्छ सिंगली फिल गरिन्छ यसरी। अर्को हाइड्रोजन हिलियम, हिलियममा 1s2, यसको इलेक्ट्रोनिक कन्फिगरेसन बक्स डायग्राममा हेर्दाखेरि यसरी 1s2 क्लकवाइज एन्टी क्लकवाइज यी दुईटा इलेक्ट्रोन यसरी यसमा अरेन्ज हुन्छ। हिलियम त्यस्तै गरेर लिथियम, लिथियम 1s2 2s1, यसको इलेक्ट्रोनिक कन्फिगरेसन 2s को मात्रै हेर्ने हो भने यहाँ के हुन्छ यसरी हामीले राख्छौं इलेक्ट्रोनलाई एउटा मात्र इलेक्ट्रोन छ। त्यसै गरेर लिथियम बेरिलियम, बेरिलियममा 1s2 अनि 2s2, 2s को यदि हेर्ने हो भने इलेक्ट्रोनिक कन्फिगरेसन हाम्रो के हुन्छ यसरी। पहिला इलेक्ट्रोन हामीले क्लकवाइज एन्टी क्लकवाइज अथवा एन्टी क्लकवाइज क्लकवाइज हामीले जेनरली बुकमा यसरी पाउँछौं क्लकवाइज एन्टी क्लकवाइज, एन्टी प्यारलल दुईटा इलेक्ट्रोन हुन्छन्। यो बेरिलियम त्यस्तै बोरान, बोरान 1s2 2s2 2p1, यसमा कति हाम्रो यो 1 यो 2 यो 3 यो 4 यो 5 p मा आयो हाम्रो। p मा इलेक्ट्रोन हामीले भर्दाखेरि यहाँ एउटा इलेक्ट्रोन छ, यो एउटा इलेक्ट्रोनलाई हामीले यसरी राखिदिन्छौं px py pz, एउटा इलेक्ट्रोन छ। त्यस्तै गरेर अर्को जुन इलेक्ट्रोन p मा आउँछ त्यो फेरि कहाँ जान्छ e अर्बिटल्स मा जान्छ, प्यारलल स्पिडमा यसरी सिंगल भर्दै जान्छ। बोरान, कार्बन, त्यस्तै गरेर नाइट्रोजन, ऑक्सिजन, फ्लोरिन अनि नियन, यो 6 7 8 9 अनि 10। कार्बनमा हामीले यसरी 1s2 2s2 2p2, नाइट्रोजन 1s2 2s2 2p3, यहाँ 2 3, त्यस्तै गरेर यसमा 1s2 2s2 2p4, 1s2 2s2 2p5 अनि यहाँ 1s2 2s2 2p6। यहाँ हामी लेख्छौं s मा मैक्सिमम कति दुईटा इलेक्ट्रोन, p मा मैक्सिमम कति 6, d मा 10 अनि f मा 14 इलेक्ट्रोन। हाम्रो जुन भर्ने सिक्वेन्स छ पहिला 1s लाई फुल गर्छौं मैक्सिमम कति दुईटा, त्यस्तै गरेर यहाँ पनि दुईटा अनि p6, यस्तै यसमा 2 p6 अनि 4s2 यसरी भर्दै जान्छौं। त यहाँ हाम्रो भएको इलेक्ट्रोन नम्बर अनुसार हामीले अब यहाँ कार्बनमा यो 2 2 4 2 6, यहाँ अगाडिको नम्बर के प्रिन्सिपल क्वान्टम नम्बर, यो हाम्रो एजिमुथल क्वान्टम नम्बर सब सेल, यो सेल नम्बर, यो सब सेल अनि यो राइट अपर क्वान्टममा जो नम्बर लेखिएको छ त्यो नम्बर अफ इलेक्ट्रोन। तो यहाँ हाम्रो कति 6 इलेक्ट्रोन। अब 6 इलेक्ट्रोनमा यहाँ जुन p मा इलेक्ट्रोन छ तो p को दुईटा इलेक्ट्रोनलाई भर्दाखेरि हामीले यो बक्स डायग्राममा इलेक्ट्रोनलाई हामीले यसरी प्यारलल स्पिनमा अलग अलग चाहिँ अर्बिटलमा राख्छौं अनि यो px py pz यसरी हामीले सिंगल सिंगल इलेक्ट्रोनलाई यही रूल हुन्स रूलमा हामी पढेका छौं कि इलेक्ट्रोन पहिला के हुन्छ सिंगली हरेक अर्बिटलमा जान्छ, सिंगली हरेक अर्बिटल भरिसकेपछि फेरि के हुन्छ पेयरिङ स्टार्ट हुन्छ। तो यहाँ अब हामीले नाइट्रोजनमा आउँछौं तो नाइट्रोजनको यदि p सबसेललाई हेर्ने हो भने यहाँ 3 वटा इलेक्ट्रोन छ, तो 3 वटा इलेक्ट्रोनलाई हामीले के त सिंगली पैरेलल स्पिनमा राख्छौं, सिंगली पैरेलल स्पिनमा राख्छौं। यसरी हर एक अर्बिटलमा के छ इलेक्ट्रोन एक एक गइसक्यो। यो हाफ फिल्ड इलेक्ट्रोनिक कन्फिगरेसन, यसको कन्डिसनलाई भन्छौं के हाफ फिल्ड इलेक्ट्रोनिक कन्फिगरेसन। यहाँ के छ यो एक एक इलेक्ट्रोन पुरैमा भरिएको छैन, यस्तो कन्डिसनलाई हामी के भन्छौं इनकम्प्लिटली फिल्ड इलेक्ट्रोनिक कन्फिगरेसन। त्यसरी हाफ फिल्ड इलेक्ट्रोनिक कन्फिगरेसन अरु जुन इनकम्प्लिटली फिल्ड इलेक्ट्रोनिक कन्फिगरेसन हुन्छ यिनीहरुभन्दा के हुन्छ बढी स्टेबल हुन्छ। यदि फुल फिल्ड को कुरा गर्ने हो भने फुल फिल्ड मा के हुन्छ यो दुई दुई वटा इलेक्ट्रोन हुन्छ हरेक चेम्बरमा। त्यो फुल फिल्ड इलेक्ट्रोनिक कन्फिगरेसन र अर्को हाफ फिल्ड इलेक्ट्रोनिक कन्फिगरेसन यस्ता इलेक्ट्रोनिक कन्फिगरेसन अरु इलेक्ट्रोनिक कन्फिगरेसन भन्दा के हुन्छ बढी स्टेबल हुन्छ। त यहाँ ऑक्सिजन को हामीले हेर्छौं, ऑक्सिजन मा कति वटा यहाँ
यहाँ पी सबसेल में 3 वटा ऑर्बिटल में हामी हेर्छौं ई इलेक्ट्रोन पहिला के हुन्छ यसरी 4 वटा इलेक्ट्रोन मध्ये 3 टा इलेक्ट्रोन के हुन्छन् सिंगली फिल हुन्छन्। त्यसपछि जुन चौथो इलेक्ट्रोन छ चौथो इलेक्ट्रोनलाई हामी के त एन्टी पैरेलल वेमा हामीले यो जुन डिजेनरेट ऑर्बिटल छ px py pz यसमा हामीले चौथो इलेक्ट्रोनलाई के हुन्छ एन्टी पैरेलल कन्डिसनमा कुनै एउटा चेम्बरमा हामीले भर्दिन्छौं। यसलाई यहाँ कुनै जरुरी छैन कि यही राख्ने, यहाँ पनि राख्न सक्छौं, यहाँ पनि हामीले राख्न सक्छौं एन्टी पैरेलल वेमा। तर जनरली बुकमा हामीले चाहिँ यही यस्तै लेखेको पाउँछौं। तो यो एन्टी पैरेलल कन्डिसनमा चौथो इलेक्ट्रोन के हुन्छ एन्टी पैरेलल कन्डिसनमा जान्छ। त्यस्तै गरेर यहाँ हामीले यहाँ 5 वटा इलेक्ट्रोन छ। तो 5 वटा इलेक्ट्रोनमा हाम्रो 3 टा इलेक्ट्रोन यस्तै सिंगली हुन्छ। त्यसपछि हाम्रो चौथो इलेक्ट्रोन र पाँचौं इलेक्ट्रोन एन्टी पैरेलल वेमा हामीले यसलाई राख्छौं। पहिला सिंगली पैरेलल, त्यसपछि अर्को फेरि पेयरिङ हुन्छ कि एन्टी पैरेलल कन्डिसनमा। अर्को यहाँ छ नियानमा पनि अब 6 वटा इलेक्ट्रोन छन्। पहिला हामीले यसलाई सिंगली भर्दिन्छौं, त्यसपछि इलेक्ट्रोन के हुन्छ यो पेयरिङ सुरु हुन्छ। यसरी यो जुन पहिला सिंगली भर्ने त्यसपछि पेयरिङ सुरु गर्ने यही रुल हामीले हुन्स रुल अफ मैक्सिमम मल्टिप्लिसिटी में पढेका थियौं कि यसरी पहिला जो हामी सिंगली भर्छौं त्यसपछि पेयरिङ गर्छौं। यो कन्डिसनमा के हुन्छ स्टेबिलिटी बढी हुन्छ, यो कन्डिसनमा स्टेबिलिटी बढी हुन्छ। त्यसै कारणले गर्दा हामीले यसलाई पहिला हामी सिंगली भर्छौं अनि त्यसपछि पेयरिङ स्टार्ट गर्छौं। र यसरी यो जुन सिंगली छ सिंगलीमा के हुन्छ यो सिमेट्रिकल डिस्ट्रिब्युसन इलेक्ट्रोन छ, यसमा इंटर इलेक्ट्रोनिक रिपल्सन के हुन्छ कम हुन्छ, स्टेबिलिटी के हुन्छ यसमा मैक्सिमम हुन्छ, एनर्जी डाउन भएर जान्छ। त्यसै कारणले गर्दा हामीले यसलाई यो हुन्स रुल अनुसार पहिला हामीले सिंगली भर्छौं त्यसपछि पेयरिङ स्टार्ट गर्छौं। अब यो नियम पछाडी हाम्रो आउँछ सोडियम मैग्नेशियम अनि त्यसपछि एल्युमिनियम, सिलिकन, फास्फोरस, सल्फर, क्लोरीन, आर्गन, पोटासियम अनि त्यसपछि गएर क्याल्सियम। 11 12 13 14 15 16 17 18 19 20। यसमा इलेक्ट्रोनिक कन्फिगरेसन यदि हामीले हेर्ने हो भने यो 1s2 2s2 2p6 अनि त्यसपछि 3s1, यहाँ हाम्रो 2 2 4 6 10 अनि त्यसपछि 1 11। यो इलेक्ट्रोनिक कन्फिगरेसनमा अब हामीले यहाँ यसको बक्स डायग्राम यदि 3s को हेर्ने हो भने 3s मा हामीले एउटा इलेक्ट्रोन राख्छौं। त्यस्तै गरेर मैग्नेशियम को हेर्ने हो भने मैग्नेशियम को इलेक्ट्रोनिक कन्फिगरेसन यसरी हुँदै 3s2 मा जान्छ। 3s2 मा यसमा बक्स डायग्राम मैले बनाउँदाखेरि के दुईटा इलेक्ट्रोन राख्छौं। त्यस्तै गरेर एल्युमिनियममा यो 3s2 भइसकेको छ, 3s पछि के हुन्छ 3p1 जान्छ। 3p1 जान्छ। यो 3p1 जाँदाखेरि हामीले अब यसको जुन p सबसेल छ यसमा 3 वटा ऑर्बिटल हामीले एउटा इलेक्ट्रोन राख्छौं। यो इलेक्ट्रोन हामीले px py pz कुनैमा हामीले पैरेलल एन्टी पैरेलल वेमा राख्छौं। तर जनरली हामीले यसरी चाहिँ टेक्स्ट बुकहरुमा भएको पाउँछौं इलेक्ट्रोनिक कन्फिगरेसन। त्यस्तै गरेर सिलिकनमा यो 3s2 अनि त्यसपछि यो 3p2 मा जान्छ। 3p2 मा जाँदाखेरि अब हामीले इलेक्ट्रोनलाई यसरी भर्छौं। दुईटा इलेक्ट्रोनलाई पैरेलल वेमा हामीले दुईटा बक्समा राखिदिन्छौं। त्यस्तै गरेर यो इलेक्ट्रोनिक कन्फिगरेसन यता सेम छ केही अनि 3p3 जान्छ। 3p3 गइसकेपछि अब यहाँ हाम्रो यही हुन्स रुल अनुसार इलेक्ट्रोन पहिला के गर्छौं सिंगली हामीले भर्दै जान्छौं। पैरेलल स्पिन पैरेलल वेमा हामीले राख्छौं। सिंगल इलेक्ट्रोन पहिला हामीले
भर्दै जान्छौँ। अब त्यसपछि इन्कमिङ जुन इलेक्ट्रोन हुन्छ फेरि के हुन्छ पेयरिङ स्टार्ट हुन्छ। जस्तो कि यहाँ सल्फरमा यो 3p4 जान्छ। यो 3p4 मा जाँदाखेरि यो जुन बक्स छ 3 वटा पहिला हामीले सिंगल इलेक्ट्रोन राख्छौँ, त्यसपछि यी के हुन्छ पेयरिङ सुरु हुन्छ आइएनटी प्यारलल वेमा अघि जस्तै। अनि त्यस्तै गरेर हाम्रो यो क्लोरिनको 3p5 जान्छ। 3p5 मा पहिला इलेक्ट्रोन हामी सिंगली भरिदिन्छौँ अनि त्यसपछि फेरि के हुन्छ यो चौथो यो पाँचौं इलेक्ट्रोन आइएनटी प्यारलल। यस्तै हामी गर्दै जान्छौँ। यो क्लोरिन पछि आर्गनमा 3p6 जान्छ। यो 3p6 मा के गर्छौँ यही अर्बिटल पहिला हामी सिंगली यसरी भर्छौँ, त्यसपछि फेरि के हुन्छ पेयरिङ स्टार्ट हुन्छ। यो यसरी 3p6 अनि त्यसपछि यो 3p6 पछि हाम्रो यहाँ आइसकेका छौँ यो 3p अनि त्यसपछि पालो आउँछ कि 4s को। अब आर्गन को जान्छौँ। आर्गनमा इलेक्ट्रोनिक कन्फिगरेसन यो 3p6 अनि त्यसपछि के 4s1 तो 4s1 मा हाम्रो एउटा मात्र अर्बिटल हुन्छ, एउटा इलेक्ट्रोन यहाँ हामी राख्छौँ। त्यस्तै गरेर क्याल्सियम को यो 3p6 अनि त्यसपछि के 4s2 मा यहाँ दुईटा इलेक्ट्रोन छ, त्यसकारणले गर्दा हामी यसरी आइएनटी प्यारलल यो 4s2 को पहिलो इलेक्ट्रोन अनि त्यसपछि दोस्रो इलेक्ट्रोन क्लॉकवाइज एंटी क्लॉकवाइज प्यारलल यो एंटी प्यारलल यो दुईटा इलेक्ट्रोन हामीले यसरी राखेका छौँ। तो यसरी हामीले एटमिक नम्बर 1 को यहाँ 20 सम्म हामी हेरिसक्यौँ के 1s त्यसपछि 2s 2p 3s 3p 4s2 यहाँ दुईटा इलेक्ट्रोन आउँदासम्म के हुन्छ 20 वटा एलिमेंट को इलेक्ट्रॉनिक कन्फिगरेशन यहाँसम्म पूरा भइसक्यो। यो जुन इलेक्ट्रॉनिक कन्फिगरेशन छ यो इलेक्ट्रॉनिक कन्फिगरेशन अफबाउ प्रिन्सिपल n + l रूल हुन्स रूल अफ मैक्सिमम मल्टिप्लिसिटी यो तीनटै रूललाई समग्र रूपमा यसले एक्सप्लेन गरेको छ। जुन कि के छ लोअर एनर्जी लेभल देखि बिस्तारै हायर एनर्जी लेभलमा यी इलेक्ट्रोन भर्दै गएका हुन्छन्। यसलाई यो अफबाउ प्रिन्सिपलमा डिस्कसन गरिएको छ, जसमा यो एनर्जी लेभल जुन अरेन्ज गरिएको छ यो के n + l रूल को आधारमा गरिएको छ। यो भन्दा अघिको चाहिँ हामीले भिडियोमा पढिसकेका छौं। यो n जुन हाम्रो छ प्रिन्सिपल क्वान्टम नम्बर, l एजिमुथल क्वान्टम नम्बर हामीले यो 1s को लागि यदि निकाल्यो भने यो कति हुन्छ यो n को भ्यालु 1 अनि s को लागि l को भ्यालु कति हुन्छ 0। तो यहाँ पर 1 + 0 कति हुन्छ 1। त्यस्तै गरेर यहाँ पनि के हुन्छ 2 अनि यहाँ कति हुन्छ 3। यसरी यो बिस्तारै के हुन्छ लोअर एनर्जी लेभल देखि हायर एनर्जी लेभलमा इलेक्ट्रोनलाई हामीले भर्दै जान्छौँ। अब यसपछि हामीले हेर्छौँ यो 20 एटमिक नम्बर पछि हाम्रो आउँछ अब स्कान्डियम देखि जिंक सम्म। स्कान्डियम, टाइटेनियम, भैनाडियम, क्रोमियम, मैग्नीज, आयरन, कोबाल्ट, निकेल, कपर, जिंक। अब हामीले 21 देखि 30 सम्म इलेक्ट्रोनिक कन्फिगरेसन हेर्छौँ। Sc टाइटेनियम, भैनाडियम, क्रोमियम, मैग्नीज, आयरन, कोबाल्ट, निकेल, कॉपर, जिंक। यो 21, 22, 23, 24, 25, 26, 27, 28, 29, 30 यो इलेक्ट्रोनिक कन्फिगरेसन में हामीले एउटा यो क्रोमियम र अर्को कॉपर यो दुईटा इलेक्ट्रोनिक कन्फिगरेसन हामी एक्सेप्शनल पाउँछौं। बाँकी चाहिँ इलेक्ट्रोनिक कन्फिगरेसन एज ए रूल छ। यसमा स्कान्डियम को यदि इलेक्ट्रोनिक कन्फिगरेसन हेर्नु भने 1s2 2s2 2p6
3s2 3p6 4s2 અને 3d1 टाइटेनियम को इलेक्ट्रॉनिक कन्फिगरेशन में यो 4s2 અને 3d2 वायनाडियम को इलेक्ट्रॉनिक कन्फिगरेशन में के 4s2 3d3 त्यस्तै गरेर क्रोमियम को इलेक्ट्रॉनिक कन्फिगरेशन यहाँ 4s र अर्को 3d जुन छ यसको इलेक्ट्रॉनिक कन्फिगरेशन में यहाँ 2 यहाँ 4 यो जुन छ यो एक्सपेक्टेड इलेक्ट्रॉनिक कन्फिगरेशन हो है यो 2 र यो 4 जुन छ यो एक्सपेक्टेड इलेक्ट्रॉनिक कन्फिगरेशन हो यो एक्सपेक्टेड इलेक्ट्रॉनिक कन्फिगरेशन रियल होइन यसको जुन एक्चुअल इलेक्ट्रॉनिक कन्फिगरेशन छ त्यो एक्चुअल इलेक्ट्रॉनिक कन्फिगरेशन 4s1 3d5 यसको एक्सप्लेनेसन अहिले एकछिनपछि हामी गर्छौं यहाँ हेर्नुस् यसको इलेक्ट्रॉनिक कन्फिगरेशन मैग्नीज को 4s2 अनि 3d5 त्यस्तै गरेर आयरन को इलेक्ट्रॉनिक कन्फिगरेशन यहाँ 4s2 3d6 कोबाल्ट इलेक्ट्रॉनिक कन्फिगरेशन 4s2 अनि 3d7 अनि निकिल इलेक्ट्रॉनिक कन्फिगरेशन 4s2 अनि 3d8 कॉपर को इलेक्ट्रॉनिक कन्फिगरेशन यहाँ 4s अनि त्यसपछि अर्को 3d यसमा पनि एक्सेप्सन छ यहाँ यो 4s2 3d9 यो यसको एक्सपेक्टेड इलेक्ट्रॉनिक कन्फिगरेशन हो यो रियल होइन यसको रियल इलेक्ट्रॉनिक कन्फिगरेशन हुन्छ के 4s1 अनि 3d10 4s1 3d10 हुन जान्छ यसको पनि एक्सप्लेनेसन अहिले हामी गर्छौं यो त्यस्तै गरेर यो 4s2 अनि त्यसपछि 3d10 यसपछि यहाँ हेर्नुस् यो क्रोमियम क्रोमियम कति यो 24 अर्को के हाम्रो कॉपर यो 29 यो दुईटा एलिमेंट को इलेक्ट्रॉनिक कन्फिगरेशन एक्सेप्शनल छ यसको यदि एक्सपेक्टेड इलेक्ट्रॉनिक कन्फिगरेशन हेर्नु भने एक्सपेक्टेड इलेक्ट्रॉनिक कन्फिगरेशन अर्को एक्चुअल इलेक्ट्रॉनिक कन्फिगरेशन क्रोमियम को एक्सपेक्टेड इलेक्ट्रॉनिक कन्फिगरेशन यहाँ हामी हेरिराखेका छौं के छ यहाँ लेखिएको छ लास्ट तिर 4s2 अनि त्यसपछि 3d4 4s2 3d4 तर यसको रियल मा एक्चुअल इलेक्ट्रॉनिक कन्फिगरेशन यो 4s2 3d4 यो 4s1 अनि त्यसपछि 3d5 हुन जान्छ त्यस्तै गरेर कॉपर को यदि हेर्नु भने यसको पनि एक्सपेक्टेड इलेक्ट्रॉनिक कन्फिगरेशन 4s2 अनि 3d9 यो यहाँ लेखिएको छ अनि यसको रियल इलेक्ट्रॉनिक कन्फिगरेशन के छ 4s1 अनि त्यसपछि 3d10 यो कन्डिसन मा के हुन्छ इलेक्ट्रोन 4s बाट मुभ भएर के हुन्छ 3d मा जान्छ 4s बाट एउटा इलेक्ट्रोन मुभ भएर के हुन्छ 3d मा जान्छ 3d मा जाँदाखेरि के हुन्छ 3d4 बाट 3d5 त्यस्तै गरेर यो 3d9 बाट के हुन्छ 3d10 मा जान्छ यहाँ कति 3d9 थियो यहाँ के भयो 3d10 भयो यहाँ हेरिराखेका छौं 3d4 यहाँ कति भयो 3d5 यस्तो किन भएको त यसको पछाडी कार्ड जुन छ त्यो कार्ड वास्तवमा यसको कुनै हार्ड एन्ड फास्ट रुल छँदै छैन यो एक्सपेरिमेन्ट बेस्ट एक्सप्लेनेसन हो तर यहाँ यसको हामीले रिजन बुझ्छौं यस्तो कन्डिसनमा यो जुन छ यो के हुन्छ यो लेसर स्टेबल यो के हुन्छ मोर स्टेबल हुन्छ यो कन्डिसनमा यो लेस स्टेबल यो चाहिँ मोर स्टेबल यसरी किन हुन्छ त यसको कारण वास्तवमा के हो भने यहाँ जो इलेक्ट्रोनिक कन्फिगरेसन छ यो के छ यो अनसिमेट्रिकल
अनसिमेट्रिकल इलेक्ट्रॉनिक डिस्ट्रीब्यूशन, अनसिमेट्रिकल इलेक्ट्रॉनिक डिस्ट्रीब्यूशन। यहाँ कस्तो हुन्छ सिमेट्रिकल, सिमेट्रिकल इलेक्ट्रॉनिक डिस्ट्रीब्यूशन, सिमेट्रिकल इलेक्ट्रॉनिक डिस्ट्रीब्यूशन हुन्छ। डिस्ट्रीब्यूशन, डिस्ट्रीब्यूशन यहाँ हामीले राखेका छौं 4s2 जुन छ 4s2 अनि त्यसपछि के छ यहाँ 3d 1 2 3 4 5। यहाँ इलेक्ट्रोन कस्तो छ यसरी यहाँ अरेन्ज गरिएको छ। कापरको हेरिराखेका छौं कि यहाँ इलेक्ट्रोन के छ यसरी छ। यहाँ यदि हामीले हेरिराखेका छौं कापरको तो यो इलेक्ट्रॉनिक कन्फिगरेसन यो 4s है, यो 4s यो 3d 9, यहाँ यो 4s1 अनि त्यसपछि 2 3 यो इलेक्ट्रोन यहाँ भर्दाखेरि के हुन्छ यो यसरी भर्छौं। 4s1 यहाँ 4s1 अनि त्यसपछि 3d10 छ। यदि हामीले यहाँ यो क्रोमियमको इलेक्ट्रोनिक कन्फिगरेसन हेर्नु भने 4s तपाईको कति इलेक्ट्रोन यहाँ 4s2 है अनि त्यसपछि फेरि के छ 1 2 3 4 5 है। इलेक्ट्रोन यहाँ 4 वटा छ तो यहाँ इलेक्ट्रोन हामीले यसरी 4 वटा ऑर्बिटलमा राखिदिन्छौं। अनि यहाँ कस्तो छ इलेक्ट्रोन यहाँ अनसिमेट्रिकल डिस्ट्रीब्यूशन इलेक्ट्रॉनिक कन्फिगरेसन यहाँ राखेका छौं। इलेक्ट्रोन के छ अनसिमेट्रिकली डिस्ट्रीब्यूट छ। यहाँ जुन एक्चुअल इलेक्ट्रॉनिक कन्फिगरेसन छ एक्चुअल इलेक्ट्रॉनिक कन्फिगरेसन में यहाँ कति त 4s मा एक इलेक्ट्रोन छ अनि त्यसपछि 3d5 है। 3d5 यदि हेर्ने हो भने 3d5 मा यो 1 2 3 4 5 पाँच वटा इलेक्ट्रोन यसले के हुन्छ हर एक ऑर्बिटलमा जान्छ है। हर एक ऑर्बिटलमा एक वटा इलेक्ट्रोन जान्छ। तो यहाँ 4s1 3d5 यहाँ 1 यहाँ कति 5 इलेक्ट्रोन यहाँ कति छ 2 इलेक्ट्रोन यहाँ कति 4 इलेक्ट्रोन। तो यसमा इलेक्ट्रोन हामीले हेरिराखेका छौं के अनसिमेट्रिकली डिस्ट्रिब्युट छ। यहाँ पनि इलेक्ट्रोन के छ अनसिमेट्रिकली डिस्ट्रिब्युट छ। तर यो साइडमा हेर्दाखेरि हाम्रो यो क्रोमियममा के हुन्छ यो सिमेट्रिकली इलेक्ट्रोन डिस्ट्रिब्युट भन्नाले सेम वेमा बराबर तरिकाले के हुन्छ यो यसमा डिस्ट्रिब्युट छ। यसमा फेरि के छ हामी यहाँ हेरिराखेका छौं यसमा पनि 4s1 यहाँ के छ यो हाफ फिल्ड यहाँ के छ फुल फिल्ड इलेक्ट्रॉनिक कन्फिगरेसन। यसमा के त हाफ फिल्ड यो पनि के छ हाफ फिल्ड इलेक्ट्रॉनिक कन्फिगरेसन। तो यसरी यो जुन डिस्ट्रिब्युसन अफ इलेक्ट्रोन छ यो डिस्ट्रिब्युसन अफ इलेक्ट्रोन मा के पाइराखेका छौं यो जुन कन्डिसन छ यो कन्डिसनमा यो के हुन्छ त ग्रेटर इंटर इलेक्ट्रॉनिक रिपल्सन हुन्छ। ग्रेटर जब इंटर इलेक्ट्रॉनिक रिपल्सन हुन्छ तो यो ग्रेटर इंटर इलेक्ट्रॉनिक रिपल्सन में यो एनर्जी जुन छ एनर्जी हायर हुन्छ। एनर्जी जब हायर हुन्छ तो यो के हुन्छ लेस स्टेबल हुन्छ है। यहाँ हामी कम्पेरेटिभली यसको कम्पेरिजन मा यतातिर यदि हेर्ने हो भने यहाँ इंटर इलेक्ट्रॉनिक रिपल्सन के हुन्छ लेसर हुन्छ। यहाँ लेसर इंटर इलेक्ट्रॉनिक रिपल्सन हुन्छ। लेसर इंटर इलेक्ट्रॉनिक रिपल्सन यदि इंटर इलेक्ट्रॉनिक रिपल्सन कम छ भने एनर्जी के हुन्छ लोअर हुन्छ। एनर्जी यहाँ लोअर हुन्छ।
एनर्जी जब लोअर हुन्छ त स्टेबिलिटी के हुन्छ यसको हाई हुन्छ, मोर स्टेबल। यही कारण हो, यही कारणले गर्दा चाहिँ के हुन्छ त हामीले यो क्रोमियमको र कापरको जुन इलेक्ट्रोनिक कन्फिगरेसन छ, यो इलेक्ट्रोनिक कन्फिगरेसन यसको जुन ग्राउन्ड स्टेट इलेक्ट्रोनिक कन्फिगरेसन छ, त्यो ग्राउन्ड स्टेट इलेक्ट्रोनिक कन्फिगरेसन क्रोमियमको लागि चाहिँ यो हो, अनि कापरको लागि ग्राउन्ड स्टेट इलेक्ट्रोनिक कन्फिगरेसन कुन यो हो। 4s1 3d5, यहाँ 4s1 3d10। यो क्रोमियम र कापरको लागि स्टेबल इलेक्ट्रोनिक कन्फिगरेसन अथवा भनौँ हामीले ग्राउन्ड स्टेट इलेक्ट्रोनिक कन्फिगरेसन यो हो। यसैले हामीले एक्चुअल इलेक्ट्रोनिक कन्फिगरेसन भन्छौँ। यो जुन छ यो एक्सपेक्टेड इलेक्ट्रोनिक कन्फिगरेसन, यो पनि के त एक्सपेक्टेड इलेक्ट्रोनिक कन्फिगरेसन। यसरी हुनुपर्ने हो तर यसरी चाहिँ हुँदैन, एक्चुअलमा रियलमा चाहिँ यस्तो इलेक्ट्रोनिक कन्फिगरेसन हुन जान्छ। यसको चाहिँ रिजन हामीले यहाँ डिस्कसन गरिसक्यौँ। त्यस्तै गरेर एटोमिक नम्बर 1 to 20 जुन हामीले हेर्यौँ, 1 to 20 मा यो 1 to 20 मा पनि जुन इलेक्ट्रोनिक कन्फिगरेसन हेर्यौँ हामीले, त्यसमा यो एज ए रुल जुन इनर्जीको फिलिङ आर्डर छ त्यो फिलिङ आर्डर अनुसार हामीले एटोमिक नम्बर 1 to 20 सम्म 1s 2s 2p 3s 3p 4s यसरी चाहिँ 4s मा जाँदा 20 वटा एलिमेन्टको इलेक्ट्रोनिक कन्फिगरेसन हामीले डिस्कसन गर्यौँ। त्यसमा जुन p सब सेल छ, त्यो p सब सेलमा जुन इलेक्ट्रोन जान्छन् त्यो इलेक्ट्रोन हामीले हेर्यौँ। पहिला के हुन्छ सिंगली इलेक्ट्रोन जान्छ होन्स रुल अनुसार, अनि त्यसपछि फेरि के हुन्छ पेयरिङ स्टार्ट हुन्छ हैन। यही रुल अनुसार हामीले यहाँ पनि डिस्कसन गर्यौँ। यसमा इलेक्ट्रोन भर्दाखेरि हाम्रो एज ए रुल भर्दै जान्छ। 4s मा पहिला इलेक्ट्रोन, त्यसपछि के हुन्छ 3d मा 1 इलेक्ट्रोन थप्दै जान्छ। थप्दै जाँदाखेरि यहाँ क्रोमियममा र अर्को के कापरमा एक्सेप्सन पायौँ। क्रोमियममा यहाँ हामीले यो जुन इलेक्ट्रोनिक कन्फिगरेसन लेखेका छौँ यो इनकरेक्ट हो, यहाँ पनि के छ यो इनकरेक्ट हो। यसको करेक्ट इलेक्ट्रोनिक कन्फिगरेसन यहाँ राखेका छौँ। यो क्रोमियमको लागि कहाँ छ इलेक्ट्रोनिक कन्फिगरेसन यो हो, सरी यो हो। अनि त्यस्तै गरेर जुन कापर छ, कापरको लागि इलेक्ट्रोनिक कन्फिगरेसन हाम्रो यो हो। यसरी चाहिँ यो इलेक्ट्रोनिक कन्फिगरेसन 1 to 30 सम्म हामीले गर्न सक्छौँ। यसमा यो 3 वटा रुललाई हामीले इन्क्लुड गरेका छौँ। त्यो वाउ प्रिन्सिपल, n+l रुल र साथसाथै होन्स रुल अफ मैक्सिमम मल्टिप्लिसिटी। So this is all about electronic configuration for the element from atomic number 1 to 30. Thank you so much. Thanks a lot.